नयाँ भिडियोमा सबैजनालाई स्वागत छ है। आज चाहिँ हामी फुलबारी घुमौँ न त। यो समर लाग्दै गर्दाको बेला है। तन्ने काँक्रो फर्सी बोडी हजुरलाई के चाहिन्छ हरेक कुरा उपलब्ध छन्। गोलभेडा होइन जतासुकै थरीका परिका पाएछ। हिबिस्कस छ, स्ट्रबेरी, बैगुन, कस्तो मजाको स्ट्रबेरीहरू। यो बाजु मेरो श्रीमानज्यू के भन्नु छ हजुरलाई? सिजन भएर होला सब सस्तो रहेछ पनि छ। ए हो, मैले त प्राइस त हेरेको छैन। एकदमै राम्रो लाग्यो होइन। कस्तो मजाको के है, कहाँ त्यो फुलको गार्डनतिर गएको जस्तै। मैले रोपेको यस्तै हो नि, नफल्या त्यो घरमा भएको फल्दै फलेन। यो सानोमै रहेछ, सानोमै लग्नु पर्ला। पिङ्कमा र रेडमा। यो पनि छ। ए काठ लिएर आएछ न एउटा। त्यो टक्क लेभेन्डर जस्तै देखिरहेछ है। कति राम्रो हो कि मैले मजाले डिटेलमा केही हेर्नै भएको छैन। मलाई यस्तो एक्साइटमेन्ट भएर दादा होइन खिचिरहेको छु होइन। ओहो हाम्रो साइड पनि कति राम्रो। लास्टमा जाने भनेको टाढा टाढा मनी हरेर भयो। कस्तो राम्रो यो लहरा पनि धेरै कोसिस गरेँ यार बचाउन। मैले त केही बचाउन सक्दिनँ। यस्तो मिहिनेत गर्छु, यस्तो माया गर्छु, यस्तो धेरै केयर गर्छु। बस्दैन मेरो प्लान्ट त। यो पनि रोपे अनि फलेन। यस्तो राम्रो भएको रहेछ। जेरी त्यो उठाउन मन लाग्छ। त्यही त हो नि। धुप्पीहरू रहेछ। कस्तो राम्रो धुप्पीहरू है। वाउ मजा आयो। सन्डे मर्निङ फ्रेस भयो। यो कस्तो राम्रो फुल छ, फुलिसकेको छ। यस्तो मजाको फुल छ यो। मलाई यति मनपर्छ नि कुरै नगर। वाउ कति क्युट के यिनीहरू। रोजेसहरू फुल्दैछ। यो चाहिँ लाली गुराँस हो खासमा चाहिँ। यहाँ चाहिँ सानो सानो हुन्छ। लेमन ग्रास नभए पनि होला जस्तो होइन रहेछ। मैले पढाएको छैन। यत्तिकै राम्रो यो चाहिँ मेरो घरमा छ। कस्तो यहीँबाट लगेको थिएँ। आई मिन यही होमडिपोबाट, तर अर्को ठाउँबाट लास्टमा इन गरिदियो लाली गुराँसबाट। रोजेसहरू पनि फुल्न थालेको छ। कस्तो राम्रो देखायो है। अब यिनीहरू चाहिँ के हो मलाई थाहा छैन। मैले पढाएको छैन। हिबिस्कसको प्रजातिहरू टन्नै रहेछ। वाउ मनमोहक मक्खैमा। यति भएपछि के चाहियो मलाई। वाउ ल आजलाई चाहिँ यति नै गरिदिनु होला है। जतासुकै फुलहरू खुर्सानीदेखि लिएर सबै कुराहरू यस्तो मजाको छ। फुलको बगैँचामा मेरी माया भन्ने मन छ। वाउ लिली अर्कै प्रजातिको।